गुड मर्निङ गाइस। आज चाहिँ यता फेरि नयाँ काम। यो के भन्नु होला, आज चाहिँ स्याउको बिरुवा रोप्ने काम भइरहेछ हुँदैछ। यसरी यता हिजो रोपिसकेछ, आज हामी यता यहाँदेखि यसरी बिरुवा रोप्नलाई खाल्डो खन्दैछौँ। यसरी गाइस खाल्डो खन्ने काम भइरहेछ। यसरी यस्तो छ गाइस। आजको दिनभरिको काम खाल्डो खनिसकेपछि बिरुवाहरू रोप्ने काम होला। खाल्डो खन्ने काम सकियो। यसरी आज काम चाहिँ यता चाँडो सकिएला जस्तो छ। दिनभरि यतै गर्न पाए त हुन्थ्यो। चाँडो सक्यो भने फेरि उता आफ्नैमा लगेर फेरि चुतिया साउकोमा दिमाग खराब गराउँछ। फेरि साउहरू त यस्तो भए पो एकचोटि काम सिकाएपछि यस्तो गर्ने है भनेपछि त सक्यो, अनि आफ्नो दलले गर्न पाइन्छ। आफ्नो तमा पछि लागेर यस्तो गर उस्तो गर, यो होइन त्यो होइन। जब त्यो ढुङ्गा यो हुन्छ नि, यो ढुङ्गा टिप्ने काममा पनि पछि लागेर मान्छेलाई शारीरिक फिजिकली जतिसुकै गाह्रो होस् गरिन्छ कि मान्छेलाई काममा बरु 100 किलोको भारी उचालेर हिँड्नु किन नपरोस्, तर मेन्टल्ली कसरी स्ट्रक्चर हुनु भएन कि मान्छेलाई। त्यस्तो छ कि साउने अब साउ रोप्दैछन् त। आइया खाना यहाँ रहेछ। आज खाना चलिदिनु पऱ्यो। यहाँ एउटा यस्तो हुँदो रहेछ। यो तल चाहिँ मोटो छ, मोटो यहाँ चाहिँ काटेर जोडिएको भए कलमी गरेको रहेछ। यो माथि जोडिएको रहेछ, ठक्कै यहाँनिर छुट्टिएको रहेछ। यसो गर्दा चाहिँ धेरै फल्ने हुँदो रहेछ। हरेक बिरुवाको चाहिँ यसो कलमी गऱ्यो भने चाहिँ धेरै फल्ने, उत्पादन धेरै दिने हुँदो रहेछ। जेको पनि यसरी यहाँ एउटा छोडौँ। यसरी टक्क ठाउँमा खाल्डोमा हालेपछि रोपेपछि यसलाई सिधो बनाउनको लागि, हावाले नहलिनको लागि, बलियो नभइदिएसम्मको लागि फेरि टक्क 2 ठाउँमा 3 ठाउँमा यसरी यसलाई बाँध्ने कार्यक्रम हुँदैछ, बाँध्ने काम हुँदैछ। यसरी फेरि यसलाई बाटो हाल्नु पर्यो। यो बाँध्ने काम सकियो। यहाँ के गर्छ थाहा छैन।
उता जान नपऱ्यो हुन्थ्यो चुत्तिया साउनेकोमा जान नपऱ्यो हुन्थ्यो यहीँ आनन्द थियो के गर्नु खै के गर्छ अब काम त बाहिर के त भन्छ आफ्नो गाउँभन्दा बाहिर अरू सबैमा रमाइलो आनन्द मेन्टल्ली किचकिच केही हुन्न चोटि सिकाएपछि आफ्नो काम खुरुखुरु गरेपछि भयो आफ्नो जस्तै पछि लागेर दिमाग चाड्दैन ए ल काम बाँकी रहेछ ल ठिक छ ल त्यो पानीको लागि पाइप फिट गर्नुपर्ने रहेछ ल ठिक छ भन्छ 6 बजा 5 बजा र जानुपर्छ कोरियनहरूले खसी बोका बाख्रा पालेको चाहिँ पहिलोचोटि देखेँ मैले यहाँ कोरियनहरूले नै बोका खसी पालेको चाहिँ आजै हो देखेको मैले यहाँ छ यसरी टक्क यहाँ पाल पारेर यहाँ मुनि पाल पारेर टक्क फिट गरेर अब पानीको लागि सिँचाइको लागि सरर यो घुमेर अनि छर्तै पानी स्प्रे छर्किनको लागि काम हुँदैछ त्यसरी पाल पारेर अनि टक्क यो पालमा दुलोमा छिराएर यसरी ठ्यास छिराएर काम हुँदैछ गाइस गर्मी बढिसक्यो गाइस पानी चिसो जुस हो कि एनर्जी ड्रिङ्क हो यो के हो यस्तरी यहाँ दुलो बनाएर रही घुमाएर दुलो बनाउनु पनि गाह्रो छ क्या यहाँ त दुलोमा छिर्न मात्र सजिलो हो दुलो बनाउनु त गाह्रो रहेछ नि त यहाँ यस्तरी घुमाइ यस्तरी छिर्नुपर्छ छिराउन पनि गाह्रो रहेछ नि यहाँ दुलोमा यो छिराउनु पऱ्यो कि सकिन्न दुईटा हातले छिराउनु पर्छ यार काम छैन बाघ जरायो बस्यो बाघलाई शिकार दियो बस्यो ल बस